ल ल साथीहरू, ल गाइज म चाहिँ यहाँ आएर यो कुन ठाउँ हर्सिटी हो कि के हो भन्ने ठाउँतिर आएर ट्रिप कम्प्लिट भयो होइन। अब घर जाँदैछु सरर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 
मस्त अलमोस्ट जाने हो, खाना खाने हो होइन। मस्त काम गर्नु छ भोलि उठेर फेरि। यस्तै त छ नि जिन्दगी। ल यहाँ चेकिङ छ, चेकिङ। पुग्दिने हो, जाउँ ओके। पुग्दिने हो भनेको जमजम भन्यो के भनेर जमजम भन्यो होइन। म भिडियो पनि बनाइरहेको छु होइन। ए ठिकै छ नि त। अब त चेकिङै चेकिङ पर्छ होइन। राति हो, मापासी चेकिङ जोड हुन्छ, केही छैन। मापासी चाहिँ गर्नु भएन होइन। जस चेकिङ चाहिँ लास्ट हुन्छ है। मेरो आजको भिडियो चाहिँ अलिक क्लियर आउँछ कि जस्तो लागिरहेछ मलाई होइन। किनभने मेरो त्यो जुन त्यो नटहरू चाहिँ अलि त्यो के अरे स्ट्यान्डको नटहरू चाहिँ अलि राम्रोसँग कसेको रहेनछ क्या। र आज मैले अघि आफैले अलिकति कस्थ्यो होइन। त्यही भएर अब राम्रो आउँछ जस्तो लागिरहेको छ। सरर गर्खु निस्किने हो, सुन्नु गर्खु कि गर्खु हो है साँच्ची। अनि घर जाने हो होइन। मस्त भात खाने हो, सुत्ने हो, ल्याम्प पाराले सुत्ने हो होइन। के छ र जिन्दगीमा। बाइक बिग्रेर यसरी ठेल्नु पर्दा चाहिँ लास्टै नरमाइलो लाग्छ क्या। यो कस्तो खालको गाडी हो, अचम्म अनौठो गाडी देखेछ यार। इलेक्ट्रिक रहेछ, अनौठो रहेछ यार। साथीहरू यार भिडियो चाहिँ हेर्छ, भिडियो नि हेर्दैन यार। कहिले हो पपुलर बन्ने क्या म, कहिले हो क्या भाइरल बन्ने चाहिँ कहिले हो क्या। मा ठ्यास्ने लौडा जस्तो यसो भाइरल बनाइदियो, लाइक साइक हानिदिनु, सेयर गरिदिनु यार, कपी लिङ्क गरिदिनु। म होइन भुत त यसरी अफ यस्तो 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 ब्रेकर आएपछि अनि उफ्रिन्छु क्या म। अघि पनि चुइँ उडिरह्यो भने प्यासेन्जर लगेर होइन। खतरा कुदाउँछ, राति देख्दैन बाटोहरू होइन। ठिक छ होइन। यहाँबाट लेफ्ट साइड लगाएपछि सनन एकान्त कुना हुन्छ। एकान्त कुना बाटो सुन्नु हिँड्दै हामी घर गइन्छ। डिम लाइट यस्तो छ फेरि यस्तो। आज चाहिँ होइन क्या दिउँसो होइन। म अहिले याद आयो मलाई, यसो मास्क मिलाउँदा मलाई अहिले याद आयो। दिउँसो क्या पत्तर टिप पऱ्यो होइन। टिप राम्रो छ, पैसा राम्रो छ होइन। उहाँ सयमुबाट उहाँ भक्तपुर आउनु पनि रहेछ। तर यार बिचरा यार त्यो केटी यार लास्टै तनाव बोकेर आइरहेको रहेछ यार। फोन आएकै बुढासँग झगडा भएको रहेछ होइन। लास्ट तनाव क्या। अनि मैले भिडियो नि बनाइरहेको थियो। अनि मलाई त्यो भिडियो मन परेन क्या खासै। अनि त्यो किनभने अब फेरि अब मान्छे त्यस्तो तनावमा छ। अब भोलि मैले चाहिँ अब ड्याङ हालिदिएला र फेरि अब मलाई के होला। अनि मैले चाहिँ डिलिट गरिदिएँ होइन। तर यार त्यो केटी लास्टै केटी नै भनौँ न अब, केटी लास्टै तनावमा थियो यार। यस्तो रुँदै आइरहेको थियो, यस्तो रुँदै आइरहेको थियो होइन। म अनि त्यो केटीले के भनिरहेको थियो भने तेरो त्यो बुढोलाई होइन, त्यसको बुढोलाई के भनिरहेको थियो भने तेरो घर अगाडि आएर म सब कपडा खोलेर नाङ्गै हुन्छु भनेको थियो। त्यहाँ पुऱ्याइदिएको त्यसको घरमा होइन। ल साँच्चीकै कपडा खोलिदिएर भने म त हेरेँ ल म के भन्ने होला यार। मलाई यस्तो लाज लाग्यो होइन। बुनु यस्तो नगर न, यस्तो गर्नु हुँदैन भन्छु यार होइन। त्यसको घर अगाडि गएर म त टल्ला टङ्ने म त अनि लाज लाग्यो, फर्केर आइदिएर भने क्या होइन। त्यस्तो अनि केटाले चाहिँ के भनेको रहेछ भने त्यो बुनुलाई
अनि बुनुलाई चाहिँ के भने रहेछ भने बुनु चाहिँ आफै काम गर्दो रहेछ होइन। त्यो बहिनी चाहिँ अनि पसल रहेछ त्यो बहिनीको होइन। अनि बुढोले चाहिँ अब के भने रहेछ भने अब नराम्रो नराम्रो कुराहरू त्यस्तो भने रहेछ होइन। थुप्रै दिन भयो जस्तो लाग्यो मलाई त्यो झगडा भएको देखेर चाहिँ धेरै टचर दिन्छ जस्तो लाग्यो होइन। अनि ल यार अनि त्यो बुनुले त खतरा रहेछ मान्छे होइन। तर लास्टै राम्री पनि छे अनि लास्ट रोइरहेको थियो होइन। जो मनमा भएको चोटहरू मनमा भएको कुराहरू त्यस्तो बाहिर बोल्नै सकेको थिएन के। अनि क्या माया लाग्यो यार मलाई त होइन। के गर्ने होइन। अनि अब मैले बोल्ने ठाउँ पनि छैन त्यहाँ गएर फेरि बोल्नु नि भएन अर्काको के हो कुरो होइन। त्यस्तो पनि भयो। अनि जे होस् अब त्यस्तै हो जिन्दगीमा अब होइन जसको नि हुन्छ त्यो त। अनि मैले बहिनीलाई त्यो बोल्नुलाई भनेको टेन्सन नलिऊ टेन्सन अब त्यस्तरी टेन्सन लिएर हुँदैन कुल भएर जाऊ। त्यस्तो कपडा सपडा खोल्ने कुरा नगर बुनु अब आफ्नै बेजेत हुन्छ त्यस्तो काम नगर भनेर भनेको। ल ऊ त सिधै त्यहाँ गएर त डाङडुङ कपाल खोलिदिँदा भने यार म त हेरेँ माटुङले होइन। अनि त्यो एउटा चाहिँ को सायद उसको बुढोको आमा होला त्यसलाई त क्या फर्काइदिएर भने अनि होइन त्यस्तो हुँदो रहेछ आज लास्ट मलाई। अनि त्यही टिपदेखि मलाई अनि त्यो टिपदेखि नै मलाई अनि टाउको दुख्ने काम गर्न मन नलाग्ने त्यस्तो भइरहेको क्या आज दिउँसो होइन। अनि बल्ल बल्ल टार्गेट अब कम्प्लिट गरेर आयो टार्गेट राखेको कम्प्लिट गरेर आयो होइन। त्यस्तो लाग्यो। अनि मलाई त लास्टै दुःख लाग्यो यार त्यो कुराले होइन। मान्छे यार त्यस्तो राम्री छ बिचरा काम गर्न गएको मान्छेलाई किन त्यसो भने जस्तो नि लाग्यो होइन। अब के थाहा उनीहरूको त्यो चाहिँ थाहा भएन मलाई होइन। अनि लास्ट रोइरहेको थिएँ यार। मलाई त अरूभन्दा के होइन रुन त छुट्टै कुरा हुन्छ होइन। तर त्यस्तो टेन्सन भएको मान्छेहरूलाई बाइकको पछाडि बोक्ने भनेको त उसलाई के जस्तो चलाएर फुत्ते हाम फालिदिएला र होइन। त्यस्तो मन लाग्यो त्यस्तो सोच आइदिइरह्यो क्या मलाई चाहिँ। फेरि मुख हेर्छु यसो होइन ग्लासमा मुख हेर्छु होइन रुइरहेको छ हाम फालौँ जस्तो यहीँ मरिदिउँ जस्तो त्यस्तो मुख देखिरहेको छु होइन। मलाई त क्या डर लाग्यो। अनि मलाई त तिमीलाई बोक्नै डर लाग्यो भनिदिएको होइन। चुपचाप त्यो साइलेन्ट थियो बोल्दै बोलेन कि हत्तापत्ता बोल्नै मानेन होइन। त्यस्तो भयो। तर यार त्यो बुनु लास्टै मान्छे खतरा हो यार। म त छक्क परेँ यार आज मैले आज यार फर्स्ट टाइम त्यस्तो टिप भेटेको यार कसम खाने बानी नै नराम्रो भयो भने कसम खाने बानी लाएर सिकेर यार कस्तो थिएको भयो भने जेमा नि कसम खाइदिन्छु फेरि आजभोलि म जेमा पनि यार मतलबै छैन मलाई जेमा नि घ्यास खाइदिने म त कसम यस्तो भयो होइन आजको चाहिँ। तर लास्ट नरमाइलो भयो मलाई चाहिँ। अनि मलाई त्यहाँदेखि अनि काम गर्नै मन लागेन क्या खासै। अनि बल्ल 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 टार्गेट पुरा गरेर आयो होइन। अनि अलिअलि टाउको दुख्ला जस्तो पनि भइरहेछ। मेरो एउटा अर्जुन भाइ भन्ने छ होइन। पहिला हामी सँगै बस्थ्यौँ मतलब एउटै घरमा के अरे बस्थ्यौँ होइन। त्यो भाइको चाहिँ यतातिरै हो कतातिर एक्सिडेन्ट भएको होइन। अनि अहिले चाहिँ ठिक भइसक्यो त्यो भाइ। अनि त्यो भाइको डेन्जर एक्सिडेन्ट भयो यार हुन चाहिँ। तर मान्छे बाँचे त्यही खुसी लाग्यो होइन। त्यो भाइलाई त्यो वर्ष सायद त्यो भाइलाई ठुलो ग्रह दशा नै रहेछ जस्तो लाग्छ यार। त्यो वर्ष र अघिल्लो वर्ष होइन ठुलो ग्रह दशा नै छ जस्तो लाग्यो। लाउडा के हो मलाई बाइक पनि स्कुटर पनि के हो मलाई यस्तो छ। अनि होइन सल्ल जाने हो होइन। मलाई आज क्या मुडै अफ बनायो मुड खराब बनाइरहेछ होइन। यस्तो भइरहेछ होइन। अब चाहिँ मेरो होइन यतिमा चाहिँ अब भिडियो खासै राम्रै आउँछ होला भिडियो होइन। अनि अब चाहिँ एकछिनपछि अफरोड आउनेवाला छन्। खासै राम्रो आउँदैन गाडी पनि कत्रो ठुलो देखेकै यार मैले त आज त यार कति अल्गो गाडी देखेको यार कसम। यस्तो गरेर बनाउँदै जाने हो। ल म त यार ठ्याक्कै अब हिजो 300 कति थियो अब मलाई आज म लगभग 200 किलोमिटर गुडेछु। ल 200 किलोमिटर रनिङ हान्दिएछ हौ
आज मैले होइन मेरो चाहिँ हिजो मिटरमा कति 300 हो कि कति थियो न 400 थियो मैले याद गरेन फोटो चाहिँ खिचेर राखेको छु अहिले फोटो हेर्नु पर्ला होइन स्कुटर मैले हिजै फुल इन्जिन बनाएर आजै काम गर्न निस्केको होइन अनि अहिले मिटर हेरेको किलोमिटर हेरेको 200 रनिङ भएछ क्या ल यस्तो देख्छ बाटोमा अब अब जुन अहिले त्यो बाँदरे टोपी भन्छ नि त्यो बाँदरे टोपी त बुढोले त यार पछाडि पो लगाइरहेछ भने मतलब अगाडि चाहिँ मुख छोपिरहेछ ड्याङ्ग होइन पछाडि चाहिँ मुख देखाउने भएको चाहिँ पछाडि फर्काइरहेछ एक्लै बोलिरहेछ यार के भएछ बुढो मान्छेलाई सायद रक्सी लाग्यो होला अनि के बाटोमा अनेक जात्रा देख्छ यार मैले हिजो भर्खर फुल इन्जिन कसेको अब आज 200 रनिङ हानेछ 400 किलोमिटर गुडेसी ल्याउनु दाइ भन्थ्यो अब भोलि अलमोस्ट भोलि त मलाई भोलि त यार भोलि 200 कुदिहाल्छ स्योर कुद्छ 200 आज धेरै लङ ट्रिप पनि हान्यो होइन मस्त हान्यो होइन लास्ट थकाइ लागिरहेछ धेरै लङ ट्रिप गरेर हो क्या अरे आज ट्रिप अलिक ढिलो कम्प्लिट भयो क्या मेरो नभए यतिखेर अघि नै भइसक्थ्यो ठिकै छ होइन तर लङ ट्रिप गरेको अनुसारले पर्सेन्टको हिसाबले मलाई 1500 मात्रै बोनस देखाइरहेछ कि भने के भयो होला त्यो के भयो होला यहाँको अस्ति आन्दोलन गरेर रिसाएछ क्या हो यार केटाहरूले आन्दोलन गरेर याङ्गोको अफिसको मान्छे स्टाफहरू रिसाएछ क्या हो क्या 1500 मात्र हाल्छु भनेर देखाइरहेछ भोलि हालेपछि थाहा हुन्छ कहिले त अस्ति नै 1500 नै देखायो देखाउन चाहिँ तर बढाएर हालेको थियो भोलिपल्ट हाल्दाखेरि भोलि कति हाल्दो रहेछ हेर्नु पर्ला होइन यस्तो त हो नि के भएको छ र ठ्याक्कै बागमती निस्कियो है पहिला त यस्तोमा हिँड्न कस्तो डर लाग्थ्यो होला होइन अहिले त मलाई के हो के यहाँ पुरै गाडी हुन्थ्यो पहिला होइन एक जमानामा त्यतिखेर यता खोलाको साइडतिर साइकल लिएर आउँथेँ के सरर घुम्न होइन त्यतिखेर साइकल लिएर आउँथ्यो म चाहिँ अनि त्यतिखेर यस्तो थिएन अलि बल्ल भएको त्यो बाटो थियो होइन यस्तो चाहिँ थिएन सन्न कुदाएर आउँथेँ क्या म चाहिँ त्यतिखेर त पुरै गाडी थियो नि त यो त पुरै के अरे नर्कट हो कि के हो गाडी हुन्थ्यो होइन अनि राति मान्छे हिँड्दैन थियो प्रायः हो त्यो चौकी पनि त्यस्तो चौकी थिएन नि यो पुलिस बिट पनि थिएन नि त्यतिखेर म घुमेर हिँड्ने बेलामा त यहाँ छ एउटा चौकी होइन पुलिस चौकी त्यतिखेर यो त्यस्तो थिएन क्या हो यहाँ छ होइन चौकी ल यो बत्ती बलेको चौकी छ नि यो चाहिँ पहिला यस्तो थिएन अर्कै थियो झोपडी जस्तो के जस्तो थियो अहिले चाहिँ दामी बनाएको छ होइन चौकी अनि यस्तै हो अब त्यतिखेर चाहिँ होइन यो बाटो चाहिँ खुब सही लाग्थ्यो क्या मलाई म चाहिँ अनि साइकल त्यतिखेर चाहिँ म डल्लुमा बस्थ्यो होइन लास्ट सही लाग्थ्यो क्या त्यो बाटो चाहिँ यो बाटो चाहिँ अनि आउँथेँ म यतातिर घुम्नलाई सुनसान एकान्त कस्तो फिल हुन्थ्यो आउँथेँ म चाहिँ घुम्नलाई यता अनि सर घुमेर जान्थेँ म सर घरमा जान्थेँ होइन टक्क त्यतिखेरको जिन्दगी पनि लास्टै आनन्द थियो यार केटा साथी एकजना थियो होइन मेरो चाहिँ अब ऊ साइनोमा चाहिँ भतिज पर्छ 13 म भएपछि मलाई कोही चाहिँदैन क्या यस्तो गीत गाएर रातभरि हल्ला गरेर हामी बस्थ्यौँ क्या बिहान 3 बजीसम्म त्यस्तो गरेर बस्थ्यौँ है त्यो साथीसँग होइन त्यसले प्रदीप हो त्यसको नाम लास्टै मिल्ने भतिज हो यो होइन त्यस्तो थियो अनि पछि प्रदीपसँग छुटेपछि अर्को भतिजै भनौँ न त्यसलाई नि भतिज दिलीप भन्ने पनि थियो त्योसँग पनि लास्ट मिल्ने होइन माल हान्थ्यो म चाहिँ यस्तो औडा पाराले माल हान्थ्यो कि हामीले मासला राति 2 बजीसम्म नसुतिकन रमाइलो गर्ने होइन त्यो समयमा चाहिँ हामी ताचलमा बस्थ्यौँ क्या होइन ताचलमा बस्थ्यो लास्ट रमाइलो गर्थ्यो अनि अर्को एउटा फुच्चे भाइ थियो त्यो म 3 जनामा यस्तो मलाई अनि हामी एक दिन गयो क्या बसन्तपुर घुमेर आयो क्या राति नै हामी त काम गर्नुपर्ने मान्छे होइन राति घुमेर साइकलमै घुमेर आउँथेँ
अनि खाना बनाएर खान्थेँ, रमाइलो गर्थेँ, मासु ल्याउँथेँ टक्क पकाएर खाने हो। जोड मोज गर्थेँ यार त्यतिखेर यार। अहिले पनि रमाइलै छ जस्तो लाग्छ, तर साथीभाइ छैन होइन। अनि त्यसपछिको समय चाहिँ केमा भयो भने गाउँको केटाहरू आउनु थाल्यो, मेरो बच्चा बेलाको साथीहरू होइन। अनि तिनीहरू आउने बेलामा चाहिँ म रामकोटमा बस्थेँ क्या त्यतिखेर। रामकोट सितपाइलाभन्दा माथि बस्थ्यो। तिनीहरू आउने बेलामा चाहिँ यस्तो बवालै रमाइलो भयो झन् त्यो केटाहरू आउने बेलामा चाहिँ होइन। सोचेको थिएन त्यस्तो रमाइलो हुन्छ भनेर होइन। जोइन हान्थ्यो माटङ नै होइन, ड्याङ ड्याङ जोइन हान्थ्यो। अनि जोइन मुला कस्तो हान्थ्यो भने हामीले चाहिँ त्यो खेततिर हुन्छ नि, त्यतिखेर त त्यतातिर खेत हुन्थ्यो। अनि खेतमा गएर पात टिपेर ल्याएर ग्यासमा पुरै सेकाएर होइन चुरोटो भरेर हान्थ्यो क्या। अनि लाग्थ्यो यार, त्यस्तोले पनि लाग्थ्यो। यस्तो लाग्थ्यो कि होइन, सायद त्यो प्योर भएर हो कि के हो के यस्तो लाग्थ्यो कि। अनि रातभरि हाँसेर बस्थ्यो होइन। त्यहाँ चाहिँ अब मेरो साइनोहरूमा चाहिँ अब कोही दाजुभाइ पर्ने पनि थिइन्, कोही मामा साइनो पर्नेहरू पनि थियो होइन, कोही अब अङ्कल पर्ने साथीहरू पनि थियो होइन। त्यस्तो त्यस्तो साथीहरू थियो क्या। जोड हाँस्ने जोड जोड यस्तो हाँस्ने कि केटाहरू यार, लास रमाइलो लाग्छ होइन। के भन्ने, धेरै रमाइलो यार जिन्दगी चाहिँ। के मात्र गरेन यार, के मात्र गरेन क्या। आमा केटाहरूसँग हिँडेर माया टोक्ने, राति राति बालाजीमा गएर होइन पुरै मलाई 2-3 हजार पैसा उठाएर मलाई पुरै खाएर पुरै माया टोक्ने होटल रिजर्भ गरेर आएर होइन 7-8 जना केटाहरू गइदिइरह्यो क्या। हामी मलाई होटल रिजर्भ गरेर पुरै माया टोक्ने होइन, ड्याङ्या रक्सी सक्सी या हानेर अझ रक्सी पुगेन भनेर बाटो त्यतिखेर त अहिलेको जस्तो टाइट थिएन नि त। अहिले पो रक्सी खाएर होइन हल्ला गर्न मिल्दैन। अनि त्यतिखेर त हामी त पुरै बोतल रक्सी बोकेर होइन, त्यो त्यतिखेर के हो भर्जिन हो कि के हो भन्ने पाउँथ्यो क्या। त्यो चिप्टे बोतल हुन्थ्यो होइन, त्यो पाउँथ्यो। अनि जोड खाएर अनि हामी अनि हल्ला गर्दै बालाजीबाट होइन आउनुपर्ने, हामी किमडोल आउनुपर्ने हो होइन। किमडोल आउनुपर्ने, तर हिँड्दै होइन। अनि बिच बाटोमा फेरि रक्सी पुगेन भने होटलमा छिर्यो। मलाई चाहिँ पुगिसकेको थियो, मलाई त ओभरै भइसकेको थियो। अनि होटलमा छिर्यो होइन, होटलमा छिरेर आएर अनि खाएर फेरि निस्केर अनि माटोक्ने भवन पाउमा आएर बस्यो, रेस्ट गऱ्यो क्या। लास्टै लाग्यो नि त। त्यहाँ खाने भनेको एउटा विजय भन्ने चाहिँ साथी थियो होइन। उसले चाहिँ अब पहिल्यैदेखि खाएको, ऊ हामीभन्दा अलि जेठो पनि थियो। अनि ऊ चाहिँ अब पहिल्यैदेखि खाने भएर उसलाई त्यति फिल भएन होइन। अनि हामी त अब कहिले काहीँ खाने मान्छे हो, त्यो पनि कहिले काहीँ चुसुक खान्थ्यो। तर त्यति ओभर खाइदिएको थियो हामीले त, हाम्रो केटाहरूले, म लगायत सबै केटाहरूले। अनि त्यतिखेर चाहिँ प्रायः जस्तो बैकुण्ठको अनि उता पश्चिमको एकजना अनि कताको केटाहरू थियो होइन। धेरै जस्तो चाहिँ बैकुण्ठे केटाहरू थियो, पालुङको मेरो साइड भएको गाउँको। अनि हामी चाहिँ भवन पाउमा आएर बस्यौँ क्या। भवन पाउमा आएर बसेपछि चाहिँ हामी के भयो भने अनि अब यस्तो झप निन्द्रा लाग्यो कि अब सायद अब थकान भयो होला क्या। दिनभरि पनि हार्ड काम गरेर अनि बेलुका अब रक्सी खाएर अब त्यो गरेपछि त थकान पनि लाग्यो होला। अनि समथिङ मेरो विचारमा त्यतिखेर 11 समथिङ बज्यो होला, टाइम त्यस्तो भएको थियो क्या। अनि हामीले चाहिँ अनि के गर्यो भने अब बस्यौँ अनि मलाई झप्प निन्द्रा लाग्यो क्या। अनि झप्प निन्द्रा लाग्यो, म एकछिन ढलेको, सबैजना एकछिन ढलिदिउँ भनेर सबैजना ढल्यो क्या। 7-8 जनै ढलेर बस्यो त्यहीँ झ्याम्मा होइन। तर ग्रुपमा बसेन कि, यस्तो सर्लक्क बेच जस्तो थियो, लाइन बसेर पुरै लाइनै थियो क्या। अनि बस्यौँ। अनि विजय भन्ने साथीले चाहिँ हामीलाई वेट गरेर बस्यो क्या। त्यो लास्ट खतरा साथी हो यार। साथीको लागि वेटिङ गरेर बस्ने भनेको त, कुरेर बस्ने भनेको त एकदम खतरा मान्छे हो नि त। पछि चाहिँ अहिले चाहिँ भेट छैन, अब टिकटक कता फेसबुकतिर पनि देखाएको छैन कहाँ गयो साथी होइन। अनि त्यहाँबाट लगभग हामी रक्सीले नछोडुन्जेलसम्म सुतेछ भनौँ न होइन। मेरो विचारमा त्यस्तो क्या, मलाई त्यस्तो लाग्यो। अब सुत्यो होइन, सुतेर अनि जुरुक्क उठ्दाखेरि फिन्न घुम्यो क्या माथि आकाश। त्यो त अलि जङ्गल छ नि त, पुरै रुखो टुप्पै घुमिरह्यो भने सुन्नु होइन। अनि म जुरुक्क उठेँ क्या। जुरुक्क उठेर सुरुमा मैले छातेको होइन। ल केटाहरू त मैले छाता हाँसिरहेको थिएँ, 1-2जना उठेर। अनि विजय पनि के भयो भनेर भनिरहेको थियो। अनि सबै केटा यसले त छाड्यो भने सबैजनाले छाडिरह्यो भने त्यतिखेर होइन, सबजनाले छाडिरह्यो। हेर केटा, मैले यस्तो भ्लग बनाएर हालिदिएको छु, म भोलि त्यो गर्छु, लाइक गरेर यस्तो छाडेँ कि होइन, यस्तो छाडेँ कि होइन। त्यसपछि
सबैले आफ्नो ठाउँमा छाड्यो, तर त्यो सफा गर्नुपर्छ भनेर हामीले त्यो अब होस पनि भएन। अनि हामी चाहिँ छाडिसकेपछि अनि मिनी वाटरमा कहाँबाट पानी भेट्यो पानी भेट्यो होइन, त्यो धारा थियो के अरे सायद धारा। अनि मुखसुख पखाल्यो अनि लाग्यो रुमतिर, सबैजना उठेर रुमतिर लाग्यो। अनि रुममा आइपुग्दा 12-1 बजे होला होइन, 12-1 बजे होला। अनि 12-1 बजे होला। अनि त्यहाँबाट त्यहाँ जुन मेन गेट खोलेन क्या, त्यो त हाउसिङ हो नि त, हाउसिङमा काम गर्ने हो नि त हामी त। अनि मेन गेट खोलेन, खोलोस् पनि कसले होइन। अनि मेन गेट नखोलेपछि कोही पर्खालबाट चढ्ने, कोही कहाँबाट चढ्ने गर्दा गर्दा कसैको चप्पलै हराउने, कसैको जुत्ता हराउने होइन, कसैको अब ट्याप, त्यतिखेर हल्का हल्का ट्यापको सिजन थियो होइन, आइप्याड त्यस्तो ट्यापको सिजन थियो। त्यो अब त्यसको ट्यापै फुटाइदिएछ कसैले होइन, भोलि बिहानमा थाहा भयो। अनि त्यो दिनको सुताइ फेरि कस्तो मिठो थियो भने होइन, कसम हो केटाहरू हेर यस्तो कोचेर सुत्यो कि होइन, ठाउँ नभएर जाडो जाडो हल्का जाडो त्यस्तो थियो, ठाउँ नभएर यस्तो कोचेर सुत्यो कि खुब लास मिठो निन्द्रा लागेको थियो क्या त्यतिखेर चाहिँ, एकदम न्यानो न्यानो त्यस्तो टाइपको निन्द्रा लागेको थियो क्या। अनि सुतेर अनि बिहान उठ्दाखेरि त होइन, अब रक्सी अब कति खायो थाहा छैन, पुरै टाउको दुख्यो क्या मेरो चाहिँ। अब मेरो मात्र होइन सबैको दुख्यो होला, रक्सी ओभरै खाइदिएको थियो केटाहरूले, सबको टाउको दुखेको थियो, सास पनि पुरै रक्सी गनाइरहेको थियो। अनि ब्रस सस गऱ्यो। अनि त्यहाँबाट त्यो दिन हामीले के गर्यो भने काम नगर्ने योजनामा पुग्यो क्या हामी चाहिँ। अनि ल यहाँ के भयो, त पुलिस आइरहेछ त यार। यहाँ लफडा भएछ है केटा हो, यहाँ चाहिँ लफडा भएछ, के लफडा भयो पनि होइन। के भएछ त्यो भाइ के भयो त? ए तपाईँको आफ्नै भाइ? ए रक्सी खाएर ल्याङ भएछ होइन। यस्तै रक्सीले अनेक गर्छ क्या, मैले अघि कहानी गर्दै आइरहेको थिएँ, भन्दै आइरहेको थिएँ, रक्सीले अनेक गर्छ यार, लास्टै अनेक गर्छ यार। बिचरा पश्चिमी केटाहरू खतरा छ होइन, रक्सीले त खतम बनाउँछ हौ केटा हो, खतम बनाउँछ, रमाइलो पनि हुन्छ, यस्तै हुन्छ क्या। तर हाम्रो यस्तो चाहिँ भएन, पुलिसै आउने चाहिँ भएन, तर रमाइलो चाहिँ भइहाल्यो केटा हो होइन। या घरमा आइपुगेँ ल, यो चाहिँ मेरो अब सर आज छोरो आएछ। ल गाइज बाई बाई, भोलि भेटौँला। कुरो भने यस्तै हो, खाना खानु पऱ्यो, सुत्नु पऱ्यो होइन, भोलि चाँडै निस्किनु छ। बाई बाई।